तपाईहरुको लागि मैले एउटा 94 नम्बरको क्वेशन लिएर आएको छु। त्यो नेममा यसरी क्वेशन छ, यो नेमको क्वेशन हो। यता हेर्नु नेम लेखाएको छ, यता हेर्नु नेम लेखाएको छ। नेम MECB M मोडल बाई नेम सेट ए सब कुरा क्लियर नै हेरेको छ। त्यो त म भन्न चाहन्छु। क्वेशन नम्बर 94 को व्हेन द बेन्जिन डाइकोलाइड हिट विथ CU एन्ड HCl भनेको यो भनेको मतलब त्यो भनेको रिएजेन्ट हो, रिएजेन्ट। अनि क्लोरोफर्म फर्म मतलब यो प्रोडक्ट हो। प्रोडक्ट मतलब त्यो भनेको छैन त फर्म भनेको छ। एन्ड दिस रिएक्सन त अप्सनमा छ स्यान्ड मेयर रिएक्सन, ग्याटरमेन रिएक्सन, स्विच मेजर रिएक्सन अनि वुड्स मेजर रिएक्सन। तर यसको एन्सर भनेको ग्याटरमेन रिएक्सन कसरी आउँछ, क्वेशन कसरी सोधेको छ त्यो म भन्न चाहन्छु। हेर्नुस् तपाईहरुलाई म एन्सर म लिएर आएको छु। नेमको नै छ हेरौँ। त्यो ग्याटरमेन रिएक्सन भनेको N2+Cl- मिन्स बेन्जेन डाइडियम क्लोराइड। अनि यो भनेको रिएक्टेन्ट हो, REACT रिएक्टेन्ट हो। यो मतलब CU अनि HCl त्यो मतलब रिएजेन्ट हो। रिएजेन्ट हेर्नु यता हेर्नु, तपाईहरुलाई म भनिरहेको छु। हेर्नु CU छ अनि HCl छ, त्यो यो मतलब रिएजेन्ट हो, रिएजेन्ट हो। अनि यो मतलब क्लोरोफर्म भनेको यो प्रोडक्ट हो, प्रोडक्ट भनेको फर्म हो। यता मतलब फर्म दिएको छैन, त्यहाँ क्लोरोफर्म इज फर्म दिएको छैन। किन यता क्लोरोफर्म मैले राम्रोसित हेर्नुहोस् त्यो छ। हेर्नु यसको मतलब सोल्युसन के छ, यो मतलब बेन्जिन डाइडियम क्लोराइड छ, CU HCl अनि क्लोरोफर्म छ। त्यसमा मैले यो मतलब भनेको खोजेको होला कि यस्तो छ हैन। त्यो ग्याटरमेन रिएक्सन भनेको बेन्जेन डाइडियम क्लोराइड अनि त्यो रिएजेन्ट CU HCl अनि त्यो रिएजेन्ट छ। अनि प्रोडक्ट भनेको क्लोरोबेन्जिन। प्रोडक्ट भलाई अर्को नाम फर्म पनि भनिन्छ। त्यसलाई कन्जर्मेन्टरी रिएक्सन त्यो पनि हेर। त्यसरी क्वेशनहरु सोच्छ। त्यो कुराहरु मतलब टिचरहरु घुमाइ फिराएर सोच्छ कि एउटालाई 10 वटा तरिकाले सोच्छ। त्यसले कन्फ्युजन हो, कन्सेप्ट लिनु के। यता स्यान्डमेयर रिएक्सन पनि त्यसरी नै सोधेको छ। त्यो मतलब त्यो पनि सोधेको। मैले मेन कुरा भने हेर, त्यो बेन्जिन डाइडियम क्लोराइड भनेको त्यो रिएक्टेन्ट हो। CU HCl भनेको रिएजेन्ट हो। रिएजेन्ट भनेको CuCl + HCl त्यो पनि रिएजेन्ट हो। अनि क्लोरोबेन्जिन भनेको जो प्रोडक्ट हो अनि फर्म हो। क्वेशनलाई यसरी घुमाएर पनि सोच्छ। त्यो मैले तिमीहरुलाई सिकाउन खोजेको हो। धन्यवाद ल।